नमस्कार। आजको यस भिडियोमा म तपाईहरुलाई क्लास 12 को बोर्ड एक्जाम क्वेशन जुन छ बोर्ड एक्जाम क्वेशन अन्तर्गतको तपाईको सप्लिमेन्ट्री एक्जामिनेसन 2081 अन्तर्गतको क्वेशन हैन सेट ए वाला क्वेशन अनि च्याप्टर रहेको छ कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट हो। त्यो कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट च्याप्टरबाट म तपाईहरुलाई यहाँ क्वेशन सल्भ गरेर देखाउने वाला छु। यो रहेको छ क्वेशन नम्बर 18 को आई है 18 को सेकेन्ड भनौं न है। ल अब यो तपाईलाई 3 मार्क्समा आउँछ एक्जाममा, तपाईलाई थाहा छैछ है। च्याप्टर है कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट तपाईलाई यहाँ 4 तरिकाले क्वेशन दिन सक्छ। जस्तै नेट प्रॉफिट एज पर फाइनान्शियल अकाउन्ट या नेट प्रॉफिट एज पर कस्ट अकाउन्ट, नेट लस एज पर फाइनान्शियल अकाउन्ट अथवा नेट लस एज पर कस्ट अकाउन्ट, 4 तरिकाले दिन सक्छ। तर धेरै जस्तो क्वेशनहरु नेट प्रॉफिटबाट सुरु गरेकै क्वेशनहरु छन्। ठीक छ। अब यहाँ तपाईहरुलाई हेर्नुस् के दिएको छ। फर्स्टमा नेट प्रॉफिट एज सोन बाइ कस्ट अकाउन्ट भनेर फर्स्टमै दिएको छ। अब यो भयो हाम्रो फर्मेट, यहाँ राम्रोसँग हेर्नुस् है। अनि यहाँ तपाईलाई 3 टा ट्रान्ज्याक्सन मुनिपट्टि दिएको छ अनि लास्टमा लेखेको छ कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट। ल यो भयो फुल फर्मेट कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट पार्टिकुलर्स 2 टा अमाउन्ट कोलम। सबभन्दा तपाई के अगाडि के गर्नुस् भन्दाखेरि यहाँ जुन नेट प्रॉफिट एज सोन बाइ कस्ट अकाउन्ट लेखेको छ नि 60,000, यसलाई यहाँ लेख्ने। पहिला नेट प्रॉफिट एज पर नेट प्रॉफिट एज पर कस्ट अकाउन्ट भनेर तपाईले लेख्नु पर्यो फर्स्टमा। नेट प्रॉफिट एज पर कस्ट अकाउन्ट अनि अमाउन्ट 60,000 यहाँ राइट साइडको अमाउन्ट कोलममा राख्ने। अब यहाँ कसलाई एड गर्ने अब त्यो बुझौं है। अनि कसलाई लेस गर्ने त्यो पनि अहिले हामी यहाँ बुझ्छौं। ठीक छ। अब एउटा कुरा याद गर्नुस्, कस्ट अकाउन्टमा कस्ट अकाउन्टबाट सुरु भएको छ नि यो क्वेशनमा, हो हैन। कस्ट अकाउन्टलाई फोकस गर्ने के। कस्ट अकाउन्टमा प्रॉफिट घट्यो भने एड गर्ने, यही कस्ट अकाउन्टमा प्रॉफिट बढ्यो भने लेस गर्ने है त। बुझ्नुभयो? बुझ्नुभयो नि। कस्ट अकाउन्टबाट हाम्रो सुरु हुँदाखेरि कस्ट अकाउन्टमा प्रॉफिट घट्यो भने एड गर्ने, यही कस्ट अकाउन्टमा प्रॉफिट बढ्यो भने तपाईले के गर्ने लेस गर्ने है। अब के कारणले प्रॉफिट बढ्छ र के कारणले प्रॉफिट घट्छ भने प्लिज एउटा कुरा याद गर्नुस् र तपाईहरुलाई के गरी पज गरेर टिप्नी छ कि अब पज गरेर तपाईले स्क्रिनशट गर्ने हो त्यो चाहिँ गर्न सक्नुहुन्छ है। यो भन्दा अरु अगाडिको भिडियोहरुमा नि यो मैले इन्फर्मेसन दिएको थिए तपाईहरुलाई। यो च्याप्टरमा के याद गर्नुस् भन्दाखेरि इन्कमले आम्दानीले प्रॉफिटलाई बढाउँछ, एक्सपेन्सेसले प्रॉफिटलाई घटाउँछ है। हैन खर्चले त नाफालाई घटाउँछ पक्कै पनि, त्यो तपाईलाई थाहा छ। अनि ओपनिङ स्टकलाई हामीले एक्सपेन्सेस मान्नु पर्यो, खर्च मान्नु पर्यो। क्लोजिङ स्टकलाई यो च्याप्टरमा इन्कम मान्नु पर्छ, यहाँ एसेट्स मान्नु भएन है, इन्कम मान्ने। ओभरहेड भनेको खर्च हो, डेप्रिसिएसन भनेको खर्च, एप्रिसिएसन भनेको इन्कम, इन्ट्रेस्ट अन लोन या इन्ट्रेस्ट अन डिबेन्चर भन्यो भने एक्सपेन्सेस, इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट इन्कम है। अनि ब्याड डेब्ट्स खर्च, इन्कम ट्याक्स पेड एक्सपेन्सेस, डेबिटेड कहीँ डेबिटेड भनेको छ, फाइनान्शियल अकाउन्टमा डेबिटेड भनेको छ भने एक्सपेन्सेस, क्रेडिटेड भनेको छ इन्कम। यो कुरा याद गर्नुस्, यो च्याप्टरमा एकदम हेल्पफुल हुन्छ है। यो अब पज गरेर लेख्ने हो कि या के स्क्रिनशट गर्ने हो, प्लिज यो गर्न नबिर्सनु होला। अनि क्वेशनमा कहीँ ओभर रेकर्डेड, ओभर चार्ज्ड, ओभरहेड हैन है, ओभरहेड भने त खर्च भइहाल्यो, मैले अघि भनिसकेँ। यो ओभर रेकर्डेड, ओभर चार्ज, ओभर भ्यालुड, ओभर भ्यालुएसन हैन, यस्तो भनेको छ भने बढी धेरै भन्न खोज्यो। अनि अन्डर रेकर्डेड, अन्डर चार्ज्ड हैन, अन्डर चार्ज्ड या अन्डर भ्यालुड भनेको छ भने यो भनेको कम थोरै भन्न खोज्यो। यो कुरा याद गर्नुस्। अनि केही आइटमहरु छन् जुन चाहिँ फाइनान्शियल अकाउन्टमा मात्र रेकर्ड हुन्छ, जस्तै इन्कम ट्याक्स पेड या ट्याक्स पेड भनेको छ हैन, इन्ट्रेस्ट, डिभिडेन्ड, शेयर ट्रान्सफर फी, गुडविल रिटर्न अफ, प्रोभिजन फर ब्याड डेट भनेको यिनीहरु फाइनान्शियल अकाउन्टमा मात्र चढ्ने, कस्ट अकाउन्टमा नचढ्ने आइटम हुन्। अनि यिनीहरु के हो, इन्कम हो कि एक्सपेन्सेस हो या इन्कम एक्सपेन्सेस दुईटै हो, यो कुरा मैले यहाँ लेखिदिएको छु। प्लिज तपाईहरुलाई अब पज गरेर लेख्ने हो कि या स्क्रिनशट गर्ने हो त्यो तपाई गर्न सक्नुहुन्छ, एकदम हेल्पफुल हुन्छ। ल अब भनेपछि तपाईले के बुझ्नु पर्यो, खर्चले हैन प्रॉफिटलाई घटाउँछ, इन्कमले प्रॉफिटलाई बढाउँछ। अनि यही कस्ट अकाउन्टमा प्रॉफिट घट्यो भने एड गर्ने, अनि यही कस्ट अकाउन्टमा प्रॉफिट बढ्यो भने लेस गर्ने। अब सुरु गरौँ। सबभन्दा पहिला के भनेको छ हेर्नुस्, यहाँ ए नम्बरको ट्रान्ज्याक्सनमा हेर्नुस्। अन रिकन्सिलिएसन द फलोइङ फ्याक्ट्स वेयर डिस्क्लोज। ए नम्बरमा के छ हेर्नुस्, फ्याक्ट्री ओभरहेड ओभर चार्ज इन कस्ट अकाउन्ट। फ्याक्ट्री ओभरहेड भने के हो भने फ्याक्ट्री ओभरहेड भनेको हाम्रो अघि भर्खर भनेको थिए नि, ओभरहेड भन्ने बित्तिकै के हुन्छ भने एक्सपेन्सेस भनेको हो के न।
ओभरहेड भनेको खर्च, फ्याक्ट्री ओभरहेड भनेको खर्च। ओभरचार्ज भनेको के? ओभरचार्ज भनेको बढी भनेको, धेरै भनेको के? बढी। ल खर्च बढी भएर कहाँ? कस्ट एकाउन्टमा। खर्च बढी भयो भने कस्ट एकाउन्टमा प्रफिट। खर्चले प्रफिट बढाउँछ कि घटाउँछ भने? खर्चले प्रफिट घटाउँछ। फेरि यहाँ खर्च भएको हो र? होइन, खर्च बढी भएको छ के? खर्च बढी भएर के? कहाँ? कस्ट एकाउन्टमा। अब खर्च बढी भयो भने प्रफिट के हुन्छ? होइन, खर्च बढी भयो भने प्रफिट घट्छ। कहाँ प्रफिट घट्ने भयो? कस्ट एकाउन्टमा। अब हाम्रो हिसाब हेर्नुहोस्, कस्ट एकाउन्टबाट सुरु छ। हेर्नुहोस्, हिसाब कस्ट एकाउन्टबाट सुरु छ। कस्ट एकाउन्टमै प्रफिट घट्यो। के कारणले घट्यो रे? खर्च बढी लेखेर। अब खर्च बढी लेख्यो, कस्ट एकाउन्टमा प्रफिट घट्यो भने प्रफिट घट्दाखेरि एड गर्नु कि लेस गर्नु भने? एड गर्नु भने प्रफिट घटाउँदा। त्यही भएर यहाँ लेख्ने एड नम्बर 1। अब के लेख्ने? यही ट्रान्जेक्सन सार्ने त हो, हुबहु सार्ने। ल फ्याक्ट्री ओभरहेड, फ्याक्ट्री ओभरहेड, हैन, फ्याक्ट्री ओभरहेड। अब लेख्ने ओभर चार्ज इन कस्ट एकाउन्ट, ओभर चार्ज इन कस्ट एकाउन्ट। अनि यहाँनिर एमाउन्ट लेख्ने। यो एमाउन्ट जुन छ क्वेसनमा 5000 दिएको, यो 5000 यहाँ लेखौँ। ल 5000 लेफ्ट साइडमा लेखौँ न है। ल अब यो पछाडि अर्को के छ हेरौँ, बी नम्बरको ट्रान्जेक्सन है। इन्ट्रेस्ट रिसिभड अन इन्भेस्टमेन्ट 3000 नट रेकर्डेड इन कस्ट एकाउन्ट। कस्ट एकाउन्टमा रेकर्ड गरेन रे भन्नुको अर्थ फाइनेन्सियल एकाउन्टमा रेकर्ड गर्यो भनेर बुझ्ने। अनि अघि भर्खर मैले तपाईँलाई भनेको थिएँ, इन्ट्रेस्ट इन्भेस्टमेन्ट, इन्ट्रेस्ट भन्ने बित्तिकै इन्ट्रेस्ट जहिले पनि कहाँको आइटम हुन्छ? फाइनेन्सियल एकाउन्टको आइटम हुन्छ। यो कस्ट एकाउन्टको आइटम हुँदैन। फाइनेन्सियल एकाउन्टमा जाने आइटम हो, कस्ट एकाउन्टमा कहिले पनि जाँदैन। त्यही भएर यहाँ नट रेकर्डेड इन कस्ट एकाउन्ट भनेर लेखेको छ। अनि अर्को चिज, यहाँ इन्ट्रेस्ट रिसिभड अन इन्भेस्टमेन्ट भनेको छ नि त। ब्याज रिसिभ गरेर, प्राप्त गरेर, केमा? लगानीमा। लगानीमा प्राप्त भएको ब्याज भनेको छ यहाँ नेपालीमा। हेर्नुहोस्, हो यो भनेको के हो भने यो भनेको हाम्रो इन्कम हो, आम्दानी हो क्या है। इन्ट्रेस्ट रिसिभ अन इन्भेस्टमेन्ट भनेको के? आम्दानी। यो च्याप्टरमा आम्दानी र खर्च नै हेर्ने हो क्या। अघि मैले भनेको थिएँ नि, आम्दानीले खर्च, होइन, आम्दानीले प्रफिटलाई बढाउँछ, खर्चले प्रफिटलाई घटाउँछ। यो च्याप्टरमा कुन आम्दानी हो, कुन खर्च हो, त्यति चिन्नुहोस् क्या। ठिक छ। ल अब हेर्नुहोस्, यो इन्ट्रेस्ट रिसिभ अन इन्भेस्टमेन्ट इन्कम, आम्दानी, नट रेकर्डेड इन कस्ट एकाउन्ट। कस्ट एकाउन्टमा रेकर्ड भएन अरे क्या। अब कस्ट एकाउन्टमा रेकर्ड भएन भने चाहिँ कहाँ रेकर्ड भएको हुन्छ? फाइनेन्सियल एकाउन्टमा। अब फाइनेन्सियल एकाउन्टमा आम्दानी भनेर रेकर्ड गर्यो भने आम्दानीले प्रफिट बढाउने भयो। कहाँ बढाउने भयो? फाइनेन्सियल एकाउन्टमा रेकर्ड भयो भने चाहिँ फाइनेन्सियल एकाउन्टमा प्रफिट बढ्ने भयो। अब फाइनेन्सियल एकाउन्टमा प्रफिट बढ्ने भयो भने चाहिँ यो कस्ट एकाउन्टमा प्रफिट के हुने भयो? घट्ने भयो क्या। किन घट्ने भयो भन्दाखेरि कस्ट एकाउन्टमा त रेकर्ड भएको छैन नि त। यो इन्कम, यो आम्दानी कस्ट एकाउन्टमा रेकर्ड भएको छैन भनेको मतलब फाइनेन्सियलमा रेकर्ड भयो। फाइनेन्सियल एकाउन्टमा इन्कमको कारणले प्रफिट बढ्यो, फाइनेन्सियलमा पो बढ्यो त। तर हाम्रो हिसाब त सुरु कस्ट एकाउन्टबाट सुरु छ नि। हामीले कस्ट एकाउन्टलाई हेर्ने के? कस्ट एकाउन्टमा चाहिँ प्रफिट के भइरहेको हुन्छ? त्यो बेलामा घटिरहेको हुन्छ। त्यही भएर कस्ट एकाउन्टमा घटेको कारणले हामीले यसलाई के गर्ने? एड गर्ने। ल लेखौँ यहाँ एड भनेर दोस्रो नम्बर। सारौँ त्यही सेम, इन्ट्रेस्ट रिसिभड अन इन्भेस्टमेन्ट नट रेकर्डेड इन कस्ट एकाउन्ट, नट रेकर्डेड इन कस्ट एकाउन्ट भनेर लेख्ने। ल ठिक छ। अब यहाँ एमाउन्ट दिएको छ, इन्ट्रेस्ट यही लेखेको है, सारेको। इन्ट्रेस्ट रिसिभड अन इन्भेस्टमेन्ट नट रेकर्डेड इन कस्ट एकाउन्ट कति हजार? 3000। ल यहाँ 3000 लेख्ने। बुझ्नुभयो? अनि के गरी यो क्वेसन यहाँ नेट प्रफिटको सट्टा नेट लस एज पर कस्ट एकाउन्टबाट सुरु भए यहाँ एमाउन्ट ब्र्याकेटमा राख्ने। त्यति हो, अरू सबै सेम तरिकाले गर्ने। घट्यो भने एड, बढ्यो भने लेस। अनि जुन एकाउन्टबाट सुरु गर्छ त्यही एकाउन्टलाई फोकस गर्ने है। ल अब यो पछाडि अब लास्ट एउटा ट्रान्जेक्सन बाँकी छ, यसलाई बुझौँ राम्रोसँग। अब के भनेको छ हेर्नुहोस् त यो क्वेसनमा, ओपनिङ स्टक अन्डर भ्यालुएसन इन कस्ट एकाउन्ट। कस्ट एकाउन्टमा ओपनिङ स्टक अन्डर भ्यालुएसन भएर तीनटा चिज छ है। यही कस्ट एकाउन्ट हाम्रो हिसाब सुरु भएको कस्ट एकाउन्टबाट, यही कस्ट एकाउन्टमा
ओपनिङ स्टक अहिले भर्खर ओपनिङ स्टक के भनेको हेर्नुहोस् यहाँ है ओपनिङ स्टक के भनेको एक्सपेन्सेस बिर्सिने होइन ल ओपनिङ स्टक एक्सपेन्सेस खर्च अन्डर भ्यालुएसन भनेको बढी कि थोरै हेर्नुहोस् है अन्डर भ्यालुड या अन्डर भ्यालुएसन भने एउटै अन्डर भ्यालुएसन भने के कम थोरै कम भयो अरे के एक्सपेन्सेस कम भयो अरे या थोरै भयो अरे कहाँ कस्ट एकाउन्टमा अब खर्च थोरै रेकर्ड गर्यो भने या थोरै भयो भने खर्चले चाहिँ प्रफिटलाई घटाउँछ तर खर्च रेकर्ड भएको होइन के खर्च कम रेकर्ड भएको कम भयो अरे खर्च कहाँ कस्ट एकाउन्टमा कति हजार 2000 अब खर्च कम भयो भने प्रफिट बढ्छ कि घट्छ भन्नुहोस् खर्च कम भयो भने प्रफिट घट्ने हुँदैन के प्रफिट के हुन्छ बढ्छ ध्यान दिनुहोस् है एकदमै खर्च कम रेकर्ड गर्यो भने हैन खर्च कम रेकर्ड गर्यो भने प्रफिट के हुने भयो खर्च कम रेकर्ड गर्यो भने प्रफिट बढ्छ अब खर्च कमले प्रफिट बढ्यो भने कहाँ प्रफिट बढ्ने भयो भन्नुहोस् त कस्ट एकाउन्टमा हिसाब हाम्रो कस्ट एकाउन्टबाट सुरु हैन कस्ट एकाउन्टबाट सुरु अब कस्ट एकाउन्टमा प्रफिट बढ्यो भनेपछि बढेकोलाई हामीले के गर्नु पर्यो बढेकोलाई लेस गर्ने प्रफिट घट्या भए एड गर्नु पर्थ्यो कस्ट एकाउन्टमा अब कस्ट एकाउन्टमा प्रफिट बढ्यो त्यही भएर यसलाई के गर्ने लेस गर्ने माइनस गर्ने त्यही भएर यो हाम्रो माइनसको आइटम हैन एउटा मात्र आएछ त्यही भएर यो दुईटालाई जोडौं 5 3 कति भयो 8000 यहाँ लेखौं है अब अहिले जोड्नु मन लागेछ नि यो जोडेर यहाँ लेखे नि हुन्छ नभए एकैचोटी गरे नि हुन्छ अब लेखौं लेसको आइटम कतिवटा छ यो क्वेशनमा एउटा मात्र ल एउटा यहाँ लेखौं ओपनिङ स्टक है मिलाएर लेख्ने है ओपनिङ स्टक ल ओपनिङ स्टक अन्डर भ्यालुएसन ओपनिङ स्टक अन्डर भ्यालुएसन इन कस्ट एकाउन्ट भनेर लेख्ने अब कति अन्डर भ्यालुएसन यहाँ भएको 2000 यो एउटा मात्र छ सिधै तपाईले यहाँ लेख्न सक्नुहुन्छ 2000 लेस गर्नु भने भएर युज गर्नुस् ब्र्याकेट तपाईलाई यहाँ राखेर यता ट्रान्सफर गर्नु छ भने गरे नि हुन्छ है नभए यहाँ एउटा मात्र छ त्यही भएर सिधै राइट साइडमा लेखेको बुझ्नु भयो कि भएन ल अब यहाँ लाइन तानौं अब यो दुईटा जोड्ने यो घटाउने ल 60000 प्लस 8000 68000 माइनस 2 कति भयो 66000 पोजिटिभमा आयो यसलाई डबल लाइन क्लोज गरौँ हैन डबल लाइन क्लोज ल बुझ्नु भयो यो 68000 68 माइनस 2 66000 ल अब यो 66000 हाम्रो पोजिटिभ आको नि त्यही भएर हामीले यहाँ लेख्ने पोजिटिभ आको कारणले नेट प्रॉफिट एज पर हिसाब कहाँबाट सुरु कस्ट एकाउन्टबाट सुरु त्यही भएर इन कहाँ हुनुपर्छ नेट प्रॉफिट एज पर फाइनान्शियल एकाउन्टमा इन हुनुपर्छ फाइनान्शियल एकाउन्ट ठीक छ ल यो हो हाम्रो आन्सर केही गरी यो माइनसमा आन्सर आएको भए हामीले यहाँ युज गर्नु पर्थ्यो ब्र्याकेट लेख्यो भने हामीले यहाँ आन्सर के लेख्नुपर्छ नेट लस एज पर फाइनान्शियल एकाउन्ट भनेर लेख्नुपर्छ त्यति हो फरक अरु सबै के हुन्छ सेम हुन्छ प्रफिटमा होस् चाहे लसमा होस् बुझ्नु भयो कि भएन ल यो हो तपाईको फुल सोलुसन कस्ट रिकन्सिलिएसन स्टेटमेन्टको अनि सोलुसन सिधेपछि प्लिज फर्म्याटलाई लास्टमा क्लोज गर्न नबिर्सनुस् त्यो पनि म यहाँ गरेर देखाउँछु ल यहाँ गरौँ ल यो भयो तपाईको इन्फर्मेसन ठीक छ ल यो भयो कस्ट रिकन्सिलिएसन स्टेटमेन्टको सोलुसन भिडियो कस्तो लाग्यो होला लाइक कमेन्ट गर्न र धेरै भन्दा धेरै शेयर गर्न नबिर्सनु होला र च्यानलमा जोडिनु भएको छैन भने सब्स्क्राइब पनि गर्नुस् बेल आइकन पनि त्यहाँ प्रेस गर्नुस् जसले गर्दाखेरि नयाँ भिडियोको नोटिफिकेसन तपाईहरुले पाउनुहुन्छ आजको लागि यति नै बाइ बाइ एभ्रीवन अर्को भिडियोको प्रतीक्षा गर्नुस् टेक केयर